मेरो नाम डाक्टर प्रज्ञान बस्नेत। माइतीघर मण्डलमा देखिरहेको छौँ। किन आउनुभएको छ तपाईँ? हामी किन आएको छौँ भन्दाखेरि हामी युवा तथा प्रशिक्षार्थी चिकित्सकहरू इन्टर्न र एमडी एमएस गर्दै गरेको रेजिडेन्ट डाक्टरहरूलाई हामीले हप्तामा एक दिन बिदा र हामी चाहिँ श्रम ऐन बमोजिम हप्ता एकचोटिमा 12 घन्टाभन्दा बढी काम गर्न सक्दैनौँ भनेर चाहिँ हामीले सरकारलाई ध्यानाकर्षण पनि गराएका छौँ र सडकको मार्फतबाट पनि हामीले संवाद त गरेकै छौँ, तर सडकको मार्फतबाट पनि सरकारको ध्यानाकर्षण गराउन र आम नेपाली जनतालाई पनि यो कुरा जानकारी गराउन कि तपाईँहरूको डाक्टरहरूले चाहिँ एकैचोटिमा दिनमा 36 देखि 60 घन्टासम्म काम गर्नुपर्छ। त्यो भनेको आज बिहान 7 बजे गयो भने भोलि बेलुका 7 बजेसम्म हो। रातभरि नसुतेको डाक्टरले भोलिपल्ट अपरेसन गर्दाखेरि बिरामीको स्वास्थ्य अवस्थामा असर पर्छ कि पर्दैन, बिरामीको ज्यान जोखिममा पर्छ कि पर्दैन, धनी र ठुलाबडा व्यक्तिहरूले चाहिँ सधैँ विदेशमा र राम्रा अस्पतालमा उपचार पाउने र आम नेपाली जनताले उपचार पाउने शिक्षण अस्पताल, वीर अस्पताल सहितका अस्पतालमा चाहिँ किन यस्तो अवस्था हो र नयाँ सरकार जुन आएको छ त्यसले पनि हामीलाई किन न्याय दिन सक्दैन, किन जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको छ। सधैँ बिरामी चाहिँ बिलको भारीले थच्चिनुपर्ने र हामी चिकित्सक र स्वास्थ्यकर्मीहरू चाहिँ श्रम शोषणमा पर्नुपर्ने। तपाईँ इन्टर्न डाक्टर? म चाहिँ अहिले एमबिबिएस गरेको मेडिकल अफिसर हो र मैले चाहिँ तपाईँलाई हप्तामा एक दिन पनि बिदा छैन? मैले चाहिँ यो अवस्थाको कारणले गर्दा नेपालको चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा नाम निकालेर पनि पढ्न सक्ने अवस्था छैन, किनकि म यो श्रम शोषणको मा पर्न चाहन्न। यो मतलब के हो भन्दाखेरि मलाई चाहिँ सरकारले आफै विदेश जानलाई बाध्य बनाइरहेको छ र तलपट्टिबाट चाहिँ एमबिबिएसको सिट थप्ने, डाक्टरहरू विदेश गए भन्दै एमबिबिएसको सिट थप्दै प्राइभेट मेडिकल कलेज र केही मेडिकल माफियाहरूसँग मिलेर चाहिँ सिट थप्ने र पैसा कमाउने। पहिलाको सरकारले पनि यही गर्थ्यो र अहिलेको सरकारले पनि तपाईँले समाचारमा सुन्न थालिसक्नु भयो होला, डाक्टरहरू धेरै विदेश गए, अब फेरि सिट थप्नु पर्यो भनेर फेरि सिट थप्न लागिरहेको छ। आम नेपाली गरिब जनताका छोराछोरी चाहिँ डाक्टर बन्ने सपना देखेर डाक्टर बनेर के किन हुन्छ भनेर चाहिँ लाखौँ आमा बुवाको लाखौँ पैसा खर्च गरेर धेरै मेहनत गरेर डाक्टर बन्छन् र जब डाक्टर बन्छन् त्यसपछि चाहिँ आफ्नै आमा बुवालाई चाहिँ बुढेसकालमा उपचार कसले गर्ने थाहा छैन, छोडेर चाहिँ विदेश जान बाध्य बन्नुपर्ने र सरकार र मेडिकल माफियाले चाहिँ पैसा कमाएको कमाइ, हामी चाहिँ थच्चेको थच्चै। त 5 जना मात्रै हो त पीडित हजारौँको सङ्ख्यामा छौँ, तर आज शनिबारको दिन पनि त अस्पताल त चल्नु पऱ्यो नि त। हामी कुनै पनि हालतमा हामी कुनै पनि हालतमा चाहिँ बिरामीलाई चाहिँ दुःख दिन चाहँदैनौँ र आजको अवस्थामा नि आजको दिनमा पनि रेजिडेन्ट डाक्टर र इन्टर्न डाक्टरहरूले 36 घन्टा मात्र नभएर केही मेडिकल कलेज काठमाडौँमा त लगालग 60 घन्टासम्म काम गराइरहेका छन्। तर पनि हामीले चाहिँ अस्पताल छोडिदिने बित्तिकै अस्पताल त बन्द हुन्छ, इमर्जेन्सी सेवा प्रभावित हुन्छ भनेर हामी थोरै सङ्ख्यामा उपस्थित भएका छौँ र हामी दिनदिनै पनि उपस्थित हुन सक्दैनौँ, किनकि हामीलाई त काम गर्नुपर्छ। हामीले काम नगरिकन त हामीले खान पाउँदैनौँ। हामीले त यत्रो मेहनत गरेर पढेको त काम गर्नलाई हो नि त। त्यही भएर हामीले बिदाको दिनमा चाहिँ सीमित सङ्ख्यामा चाहिँ हामी उपस्थित भएका छौँ र हामीले प्रधानमन्त्रीको कार्यालयदेखि लिएर श्रम मन्त्रालयदेखि लिएर राष्ट्रिय मानवाधिकार आयोगसम्ममा पनि हामीले उजुरी दिइसकेका छौँ र हामीले न्यायको अपेक्षा गरेका छौँ। तर सरकारले यस्तै गर्छ भने हामी पनि जेनजी पुस्ताका डाक्टरहरू हौँ, हामी केही मागेका छैनौँ। नेपालको श्रम ऐनले प्रशिक्षार्थीलाई समेत लागू हुने गरी नोटिस पनि निकालेको छ श्रम मन्त्रालयले। हामी दिनमा 12 घन्टाभन्दा बढी काम गर्न सक्दैनौँ र हामीलाई हप्तामा 2 दिन पनि चाहिएन। प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू, शिक्षा मन्त्रीज्यूले 2 दिन बिदा मनाए हुन्छ, हामीलाई 1 दिन मात्र बिदा दिए पनि हुन्छ। हामीले 1 दिन मात्र बिदा, यति बेसिक कुरा मागेर चाहिँ हामी उपस्थित भएको। तपाईँले हामीलाई न्याय दिएन, हामी अन्यायमा पऱ्यो तपाईँले भन्नुभयो होइन? के तपाईँलाई न्याय भनेको चाहिँ त्यही सरकारले बिदा दिनुपर्ने हो, त्यति मात्रै हो तपाईँहरूलाई? हामीले श्रम ऐन ठ्याक्क एकदम पोइन्ट टु पोइन्टमा होइन, सबैले जनताले पनि बुझ्ने गरे भन्नुहोस्। के हो तपाईँलाई न्याय चाहिने? अन्याय के गरे र न्याय चाहिँ के हो तपाईँ? न्याय भनेको नि हामीले कुनै नयाँ कुरा मागेको होइन कि, हामीले सरकारले आफैले बनाइसकेको श्रम ऐन 2074 जसलाई चाहिँ श्रम मन्त्रालयले वैशाख 4 गतेको विज्ञप्तिबाट के स्पष्ट पारेको छ भन्दाखेरि त्यो प्रशिक्षार्थीलाई पनि लागू हुन्छ। इन्टरनेसनल लेबर अर्गनाइजेसनको कन्भेन्सन, अन्तर्राष्ट्रिय श्रम आन्दोलनले स्थापित गरेको एउटा मान्छेले दिनमा अधिकतम 8 घन्टा काम गर्नुपर्छ सक्छ, अतिरिक्त समयसहित एक दिनमा 12 घन्टाभन्दा बढी कुनै पनि मान्छेले काम गर्न सक्दैन। त्यो चाहिँ विश्वव्यापी अभ्यास हो। हामीले त्यही कुरा चाहिँ हामीलाई पनि लागू होस् भनेर मागेका हौँ। तपाईँहरू माइती घर मण्डलमा आउनुभन्दा अगाडि सम्बन्धित निकायमा अथवा स्वास्थ्य मन्त्रालयमा निशा मेहता हुनुहुन्छ जस्तो लाग्छ, आई थिङ्क स्वास्थ्य मन्त्री, उहाँसँग कुरा गर्ने, सम्बन्धित निकायलाई ध्यान आकर्षण गर्ने प्रयास गर्नुभयो कि भने तपाईँ? हामीले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको करिब 2 महिना भयो। हामीले संसदको शिक्षा प्रविधि तथा यो स्वास्थ्य समितिमा पनि माननीय शिक्षा र स्वास्थ्य मन्त्रीको उपस्थितिमा मेडिकल काउन्सिलको उपाध्यक्षदेखि लिएर चिकित्सा आयोगको उपाध्यक्षसम्मलाई समस्याको बारेमा जानकारी गराइसकेका छौँ। हामीले राष्ट्रिय मानवाधिकार आयोगमा समेत उजुरी दिइसकेका छौँ, तर कतैबाट पनि सुनवाई नहुने र हामी चाहिँ पिल्छे गर्नुपर्ने र हामीले नै गरेको कामको कारणले यो देशको अहिले स्वास्थ्य मन्त्रालय, यो स्वास्थ्य सेवा चलिरहेको छ। तर हाम्रो कुरा र हाम्रो गुनासो चाहिँ नसुन्ने
भएको कारणले गर्दाखेरि हामी बाध्य भएर यो मास्कको कुरा गर्नुहुन्छ भने नि हामी मास्क ल्याउनु भयो तपाईँले मास्क के हो यो तपाईँ हामीलाई कस्तो छ भन्दाखेरि यो मास्क नलगाइकन नेपाल त लोकतान्त्रिक मुलुक हो नि तर जुन डिपार्टमेन्टमा आफूले काम गरेको छ त्यही डिपार्टमेन्ट श्रम शोषण भयो भनेर उभिँदै गर्दा आज चिकित्सकज्यूहरूलाई चरम रूपमा यातना दिएर आत्महत्या गर्नुपर्ने 3 वर्षसम्म पनि इक्जाममा पटक पटक फेल पारिदिएर 5 वर्ष 6 वर्षसम्म पनि पास नबनाइदिने 24 देखि लिएर 50 लाख रुपियाँसम्म जरिवाना गराउने भएको कारणले आज यो लोकतान्त्रिक मुलुकमा पनि चिकित्सकहरू यो मास्क नलगाइकन मैले चाहिँ आफ्नो करियरलाई दाउमा राखेर मास्क लगाएको छैन तर तपाईँहरू यहाँ मेरो अरू साथीहरूलाई सोध्नुहोस् यो मास्क नलगाइकन उहाँहरू बोल्न समेत सक्नुहुन्न यसले चाहिँ एउटा साङ्केतिक रूपमा यो चाहिँ एउटा विरोध हो कि आजको दिनमा चाहिँ चिकित्सकहरू चाहिँ यो मास्क नलगाइकन आफूमाथि भएको अन्यायको विरुद्धमा समेत बोल्न पनि सक्दैनन् तपाईँ आफ्नो माग राख्न आउँदै गर्दाखेरि अहिले नयाँ गभर्मेन्ट भर्खर बनेको छ होइन 100 दिन लगभग पुरा हुने अवस्थामा छ त्यहाँ हजुर धेरै क्वालिफाइड होइन जस्तै तुलसीमा कार्की अहिले मिसा मेहता त अहिले स्वास्थ्य मन्त्री नै हुनुहुन्छ केही समय कुरेर उहाँहरूलाई काम गर्न दिउँ अथवा चाहिँ उहाँले केही काम गर्नु भएन हजुरको पक्षमा निर्णय आएन भने पो अहिले यसरी चाहिँ आन्दोलन हुँदैन किनभने तपाईँहरूको कारणले त त्यहाँ चाहिँ हस्पिटलमा पनि त बिरामीहरू पनि त होइन पछाडि पर्न सक्छन् होइन हाम्रो मुख्य कुरा के भन्दाखेरि हिजोको दिनमा हामी जस्तै यो सडकमा उभिएर हाम्रै दाइ दिदीहरू हो होइन उहाँहरूले भाषण गर्नुहुन्थ्यो हामीले भाषण सुन्थ्यौँ तर आज भाषण गर्ने मान्छे चाहिँ सदन र सत्तामा पुगिसक्दा पनि हामी भाषण सुन्ने भाइ बहिनीहरूको चाहिँ अवस्थामा चाहिँ परिवर्तन आएन भन्ने कुरा हो उहाँहरू यो विषयमा सबैभन्दा बढी जानकार हुनुहुन्छ तपाईँले एकदम सही भन्नुभयो दोस्रो कुरा चाहिँ के भन्दाखेरि श्रम शोषण भनेको चाहिँ एकदम चरम शोषण हो र यो चाहिँ मानव अधिकारको उल्लङ्घन हो तपाईँ आफै सोच्नुहोस् त एउटा मान्छेले 36 घन्टासम्म रातभरि नसुतिकिन कसरी काम गर्छ होला तपाईँहरूले काम चाहिँ 36-37 घन्टा काम गर्नुपर्छ हजुर एकैचोटि नन स्टप आज बिहान 7 बजे गयो भने भोलि बेलुका 7 बजेसम्म र फेरि त्यसपछि अर्को दिन पर्सिपल्ट फेरि त्यसरी नै गएर बिहान 7 बजे गएर अर्को दिन बेलुका 7 बजेसम्म काम गर्नुपर्छ यो भनेको त चरम रूपमा शोषण हो यो भनेको त चरम रूपमा यातना हो मानव अधिकारको उल्लङ्घन हो नि त र मानव अधिकारको उल्लङ्घन र श्रम शोषण भनेको 100 दिनदेखि 1 दिन पनि हुनु हुँदैन तैपनि हामीले चाहिँ अहिलेसम्म चाहिँ अस्पताल बन्द गर्ने बिरामीलाई दुःख दिने गरेका छैनौँ र हाम्रो आन्दोलन वास्तवमा भन्नुहुन्छ भने बिरामीको लागि हो यदि तपाईँ अहिले हेर्नुहुन्छ भने देशभर चाहिँ बिरामीले चाहिँ के आवाज उठाइरहनु भएको छ भन्दाखेरि डक्टरले हामीलाई समय दिएन राम्रोसँग चाहिँ कुरा गरेन होइन लापरवाही भयो भन्ने कुरा उठिरहेछ नि त अब सोच्नुहोस् रातभरि सुते छैन डक्टर त्यो डक्टरले भोलिपल्ट शिक्षण अस्पतालमा वीर अस्पतालमा बिरामीसँग बोल्न भ्याउँछ होला उसले गरेको उपचारमा कमी कमजोरी तलमाथि हुन सक्ने सम्भावना हुन्छ कि हुँदैन अनि त्यो भयो भने त्यसको जिम्मेवारी चाहिँ कसको धनी बडा ठुला बडाका मान्छे त ठुल्ठुला अस्पतालमा जान्छन् होइन देश विदेशमा जान्छन् तर जुन अस्पतालमा चाहिँ गरिब नेपालीका छोराछोरीले सेवा दिन्छन् त्यही अस्पतालमा चाहिँ गरिब नेपाली पनि जान्छन् वीर अस्पताल भयो शिक्षण अस्पताल भयो हो त्यो अस्पतालमा चाहिँ यस्तो अवस्था छ यस्तो व्यथिति छ भनेर चाहिँ हामीले बिरामीको पनि ध्यान आकर्षण गर्न खोजेको आम नेपाली जनताको पनि ध्यान आकर्षण गर्न खोजेको र सम्माननीय प्रधानमन्त्रीज्यूको पनि ध्यान आकर्षण गर्न खोजेको तपाईँले जुन नाम लिनुभयो स्वास्थ्य मन्त्रीको नाम लिनुभयो डाक्टर तोसीमाको नाम लिनुभयो अरू डाक्टरहरू पनि हुनुहुन्छ उहाँहरूलाई त यो विषयमा थाहा छ तर सायद सम्माननीय प्रधानमन्त्रीज्यूलाई थाहा छैन होला किनकि व्यक्ति फरक भए पनि हुनुहुन्छ कि होइन उहाँहरूले तपाईँहरू जस्तै भएर नि उहाँहरू त्यहाँ पुग्नु भएको हो होइन किन तपाईँहरूको माग पुरा हुन सक्ने सम्भावना पनि त प्रबल छ नि त किनभने सरकार पनि भर्खर बनेको छ केही समय वेट गर्ने कि माग पुरा हुनुपर्नेको सट्टामा चाहिँ अहिले डक्टरहरू विदेश गए अब डक्टरहरू विदेश जानुको वास्तविक कारण त यस्तो श्रम शोषण रहेछ नि होइन तर यसलाई सम्बोधन गर्नमा चाहिँ अहिले उहाँहरूको ध्यान केमा छ थाहा छ MBBS को सिट बढाउँ भन्नेमा छ भने चाहिँ हिजोको सरकारले पनि त्यही गर्ने भयो केही मेडिकल कलेजहरूको लहैमा लाग्ने सिट बढाइदिने नेपालीहरू चाहिँ बङ्गलादेशतिर गए कता गए भन्ने अनि जनतालाई चाहिँ भ्रममा राख्ने अहिले बङ्गलादेश जान पनि चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा पास गऱ्यो भने मात्र जान पाइन्छ अहिले ठ्याक्कै मैले जो तपाईँहरू जस्तै हुन्थ्यो एकजना चाहिँ जहिले अनसन बस्ने मैले ठ्याक्कै हो नाम बिर्सेँ हजुर डाक्टर गोविन्द केसी सरी डाक्टर गोविन्द केसी उहाँ फेरि अनसन बस्ने भनिरहनु भएको छ यो के हो तपाईँहरूकै मुद्दालाई लिएर हो के हो हामी त अलिकति यो पत्रकारिता क्षेत्र पढ्यो होइन तपाईँको चाहिँ अलिक बुझिएन स्पष्ट पारिदिन्छ के हो डाक्टर गोविन्द केसी फेरि अनसन बस्ने भनेर चेतावनी दिइरहनु भएको छ है सरकारले हजुर डाक्टर गोविन्द केसीको कुरा चाहिँ के भन्दाखेरि उहाँले चाहिँ नेपालको मेडिकल शिक्षामा क्वालिटी हुनु पर्यो भनेर माग्नुहुन्छ होइन उहाँको मुद्दा ठिक हो उहाँको मुद्दा चाहिँ ठिक हो यदि उहाँले चाहिँ मेडिकल एजुकेसनको बारेमा जुन कुरा उठाउनु भएको छ त्यो चाहिँ ठिक हो भन्छु म होइन उहाँले त विभिन्न कुरा अरू कुराहरू पनि उठाउनुहुन्छ मेडिकल एजुकेसनको कुरामा चाहिँ किन ठिक हो भन्दाखेरि डक्टर चाहिँ एउटा मेडिकल कलेजले 100-150 एउटा पढाउन सक्ने अहिले नेपालको कुनै पनि मेडिकल कलेजको अवस्था छैन
होइन मैले जुन ठाउँमा सरकारी मेडिकल कलेजमा पढेर आएँ त्यहाँ 60 नै जना हुँदाखेरि पनि त्यहाँ चाहिँ कसरी सिक्ने होइन, हामीले त बिरामीबाट सिक्ने हो नि त, त्यहाँ हानथाप हुन्थ्यो। तर अहिले चाहिँ मेडिकल कलेजहरूले चाहिँ के गर्न खोज्छन् भन्दाखेरि 150-200 जना पढाउँ भन्न खोज्छन् होइन। अब यति धेरै श्रम शोषण छ होइन, अहिले डक्टर बढी भएर जागिर पाउने अवस्था छैन, विदेश पलायन हुनुपर्ने अवस्था छ, पढौँ भने श्रम शोषण यति चर्को छ। तर उहाँहरूले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि बारम्बार मेडिकल कलेजको सिट बढाइदिने, के अरे विद्यार्थीहरू बङ्गलादेश गए, अरू देश गए भनेर चाहिँ आम जनतामा भ्रम छर्ने, किनकि अहिले बङ्गलादेश लगायतको अरू देशमा जान पनि आयोगले लिएको प्रवेश परीक्षा उत्तीर्णै गर्नुपर्ने नियम पनि गोविन्द केसीको कारणले गर्दाखेरि भएको हो। अब हिजो कम्युनिस्ट र काङ्ग्रेसको सरकारले चाहिँ जनतालाई भ्रमित बनाएर यसरी सिट थपे। अब अहिले आएको नयाँ सरकार पनि सिट थप्न लागि परेको छ भन्ने कारणले गर्दाखेरि चाहिँ गोविन्द केसीले पनि अनसन बस्छु भन्नुभएको हो। यो चाहिँ अप्रत्यक्ष रूपमा हाम्रो श्रम शोषणसँग पनि जोडिएको छ। उहाँको मुद्दामा तपाईँहरूको उहाँको मागमा तपाईँहरूको समर्थन, उहाँको विशेष गरी यो जुन मेडिकल एजुकेसन, मेडिकल केसीको मागमा तपाईँहरूको समर्थन छ। गोविन्द केसीको यो चिकित्सा शिक्षासँग सम्बन्धित मागमा चाहिँ हाम्रो समर्थन छ, किनकि उहाँकै कारणले गर्दाखेरि चाहिँ देशमा चाहिँ अहिले जति पनि प्रदेशै पछि सरकारी अस्पतालमा चाहिँ यो MBBSमा 70% छात्रवृत्ति हुने, गरिबका छोराछोरीले पनि MBBS पढ्न पाउने अवस्था चाहिँ आएको छ होइन। तर सरकारले चाहिँ के गर्छ भन्दाखेरि यो कुरालाई चाहिँ लुकाउँछ अनि मात्र के कुरा देखाउँछ भन्दाखेरि उहाँको कारणले गर्दाखेरि चाहिँ प्राइभेट मेडिकल कलेजमा सिट थपिएन भन्ने कुरा मात्र देखाउँछ कि यसलाई चाहिँ अहिले समग्र रूपमा आम जनताहरूको भनाइ नै यही छ है, गोविन्द केसीको कारणले आज यो अवस्थामा पुग्यो। होइन, त्यो चाहिँ सरकारले होइन, यो सरकारले र प्राइभेट मेडिकल कलेज गोविन्द केसीको त्यो कुनै बेला थियो गोविन्द केसीको पक्षमा यति जनता यति उभार उम्ने थियो, अहिले कोही पनि उहाँले गरेको कुरामा कोही समर्थन गर्दैन। अहिले कस्तो तपाईँ समर्थन गरिरहनु, अहिले कस्तो छ भन्दाखेरि मैले मात्र होइन, यो कुरा वास्तविक रूपमा बुझेको व्यक्तिहरूले चिकित्सा शिक्षाको सम्बन्धमा चाहिँ गोविन्द केसीले उठाउनु भएको मागलाई चाहिँ समर्थन गर्नुहुन्छ। किन भन्नुहुन्छ भने डाक्टर गोविन्द केसीले के भनेको भन्दा क्वान्टिटी भन्दा नि क्वालिटीमा ध्यान दिउँ होइन। डाक्टर कुनै पनि मेडिकल कलेजबाट उत्पादन हुँदाखेरि त्यो डाक्टर चाहिँ दक्ष छ कि छैन त्यो कुरामा ध्यान दिउँ होइन। यदि दक्ष जनशक्ति उत्पादन हुन्छ भने त 100 के 200 300 जना पढाउनु न, तर मेडिकल कलेज चाहिँ खाली छ होइन, मेडिकल कलेज चाहिँ खाली छ तर उनीहरूलाई सिट चाहिँ 200 वटा चाहिएको छ। किन भन्दाखेरि आम नेपाली जनसमुदायमा चाहिँ डक्टर बन्यो भने त के न हुन्छ जस्तो लाग्छ अनि मान्छेले जति पनि पैसा हाल्न तयार छ त्यसबाट चाहिँ उहाँहरूको चाहिँ विशुद्ध यो पैसा कमाउने फ्याक्ट्री जस्तो मात्र सोचाइ हो। अनि यो कुरामा चाहिँ गोविन्द केसीको कारणले गर्दाखेरि रोक लागेको भएको कारणले उहाँहरूले चाहिँ गोविन्द केसीको बारेमा नकारात्मक भ्रमहरू सिर्जना गर्नुभएको छ, छर्नुहुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ आज समाज चाहिँ गोविन्द केसीको विपक्षमा उभिएको छ। मैले पहिला पनि भने म डाक्टर गोविन्द केसीले उठाएको सबै कुराहरूको चाहिँ म समर्थन भन्ने कुरा होइन, तर विशेष गरी चिकित्सा शिक्षाको कुरामा चाहिँ उहाँले जुन मुद्दाहरू उठाउनु भएको छ त्यसको विषयमा चाहिँ मैले मात्र नभएर नेपालको समस्त चिकित्सा क्षेत्र, नेपाल मेडिकल एसोसिएसनदेखि लिएर समस्तले चाहिँ आज पनि समर्थन गरेकै अवस्था छ। जस्तै अब अन्तिम प्रश्न, तपाईँ यो क्वेसनलाई इन्कार पनि गर्न सक्नुहुन्छ, कतै त्यो तपाईँहरू माग मुद्दा भन्दा नि बेसी राजनीति यसमा दाउपेच त केही त छैन नि होइन। होइन हाम्रो किनभने मैले यो प्रश्न मात्र किनभने हरेक कुरामा अहिले यस्तै देखिएको छ क्या, माइती घरमा पनि हरेक कुरामा त्यो कसैले उचाल्ने अथवा त्यो राजनीति छिरेर नै आउने होइन, राजनीति अलिकति दुर्गन्धित हिसाबले त्यो त छैन नि होइन। होइन, यदि हाम्रो भावनामा कुनै पनि स्वार्थ भाव है हामी सबैभन्दा पहिला प्रधानमन्त्री कार्यालयकै ध्यान आकर्षण गराउने होइन, संसदको समितिहरूमा गएर चाहिँ आफ्नो कुराहरू राख्ने, मेडिकल काउन्सिलको ध्यान आकर्षण गराउने बाटोमा जाँदैन थियौँ होला होइन। तर हामीले त्यो बाटो अवलम्बन गरेका छौँ र अहिले पनि हामीले चाहिँ हामीले सरकारको विरुद्धमा कुनै पनि नारा लगाएका छैनौँ। हाम्रो उद्देश्य भनेको चाहिँ सरकारले चाहिँ अब यो मेडिकल कलेजहरू र शिक्षण अस्पतालहरूमा श्रम शोषणको विरुद्धमा अभियान चलाउँदै गर्दा त उनीहरूले पनि त नकारात्मक धारणा फैलाउँछन्, सरकारलाई पनि उनीहरूको सहयोग चाहिन्छ। त्यो हिसाबले चाहिँ हामी श्रम शोषणमा परेका छौँ भनेर जनताको पनि ध्यान आकर्षण गराउनु भनेको चाहिँ सरकारले चाहिँ हाम्रो पक्षमा भोलि निर्णय लिँदै गर्दा जनतालाई पनि त सरकार डक्टरहरू श्रम शोषणमा परेका रहेछन्, सरकारले त्यही भएर यो स्टेप लियो भनेर चाहिँ एउटा फाइदा हुने भयो नि त। त्यो हिसाबले चाहिँ हामीले चाहिँ सरकारलाई साथ दिन खोजेको, हामीले चाहिँ सरकारलाई सहयोग मात्र गर्न खोजेको, हामीले चाहिँ कुनै पनि किसिमको सरकारको विरुद्धमा दुष्प्रचार गर्ने, सरकारको विरोध गरेको होइन। बरु सरकार समक्ष पनि कतिपय अवस्थामा सरकारको वरिपरि रहेका व्यक्तिको कारणले पनि सरकार समक्ष चाहिँ सही सूचना सम्प्रेषण नभएको हुनसक्छ। अनि यसरी मिडियाको मार्फत र यो यसरी चाहिँ हामीले चाहिँ मात्र ध्यान आकर्षण गराएका हौँ, हामीले चाहिँ कुनै पनि किसिमको विरोध चाहिँ गरेका होइनौँ सरकार। हस्, हजुरलाई धेरै धेरै धन्यवाद छ। हामी पनि आशा गरौँ हजुरहरूको राम्रो माग सरकारले अथवा सम्बन्धित निकायले चाँडोभन्दा चाँडो चाहिँ सुनोस्। हस्, धन्यवाद। हजुर।